हेलो एभ्रिवान, वेलकम टु आवर युट्युब च्यानल। आज हामीले ग्रामरको बारेमा नयाँ भिडियो लिएर आएको छौँ। आजको हामी यस भिडियोमा इज र आरको प्रयोग कहाँ गर्ने भनेर सिक्नेछौँ। अब हामीले हेरौँ, सबैभन्दा पहिला इजको प्रयोग कहाँ हुन्छ। यदि कुनै पनि सिङ्गुलर सब्जेक्ट छ भने त्यसमा हामीले इजको प्रयोग गरिन्छ सधैँ। र कुनै पनि चिज अनकाउन्टेबल चिज छ भने पनि त्यसमा हामीले इजको प्रयोग गरिन्छ। भने आरको प्रयोग चाहिँ हामीले प्लुरल सब्जेक्ट सँग चाहिँ आरको प्रयोग गरिन्छ। अब यहाँ दिएको केही एक्सरसाइजहरू हेरौँ हामीले। एभ्रिवान हियर, एभ्रिवान डट 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 हियर भन्ने छ। हामीले यहाँ इज र आर के हुन्छ भन्नुपर्ने छ। अब बुझौँ। एभ्रिवान, anyone, no one, someone, यिनीहरू जे आउँदा पनि हामीले यिनीहरू सिङ्गुलर हो भनेर बुझ्नुपर्ने हुन्छ। एभ्रिवान, एनीवान, नो वान र समवान हाम्रो आयो भने त्यसमा चाहिँ हामीले इजको प्रयोग गरिन्छ। त्यस्तै गरी अर्को रहेको छ म्याथमेटिक्स माई फेभरेट सब्जेक्ट। अब हेरौँ, यो म्याथमेटिक्स यसो हेर्दा प्लुरल हो कि जस्तो देखिन्छ, तर म्याथमेटिक्स आयो भने चाहिँ यो चाहिँ सधैँ नै सिङ्गुलर हुन्छ सब्जेक्टको नामहरू। जस्तो म्याथमेटिक्स, फिजिक्स, इकोनोमिक्सहरू आयो भने यसमा हामीले इजको प्रयोग गरिन्छ। द न्युज भेरी सरप्राइजिङ भनेको छ यसमा। अब न्युज पनि सिङ्गुलर सब्जेक्ट हो। न्युज झट्ट हेर्दा पछाडिपट्टि एस लागेको छ, प्लुरल हो कि जस्तो देखिन्छ, तर यो प्लुरल नभएर यो चाहिँ सिङ्गुलर हो, त्यसकारण यसमा पनि इजको प्रयोग गरिन्छ। देयर अ लट अफ मिल्क इन द फ्रिज भनेको छ। अब यहाँ हेरौँ, हाम्रो अ लट अफ मिल्क भनेपछि चाहिँ जुन चाहिँ यो चाहिँ अनकाउन्टेबल छ। अ लट अफ मिल्क भनेको अनकाउन्टेबल छ, जसलाई चाहिँ गन्न सकिँदैन। हामीले पहिला पनि भनेको थियौँ, जे पनि अनकाउन्टेबल आउँछ त्यसमा हामीले इजको प्रयोग गर्नुपर्ने हुन्छ, त्यसकारण यसमा इजको प्रयोग गरिन्छ। देयर मेनी पिपुल इन द पार्क। अब यहाँ आयो पिपुल भन्ने शब्द चाहिँ के छ त भन्दा यो आफैमा प्लुरल हो, बहुवचन छ। मेनी पिपुल भनेको धेरै मानिसहरू छन् त्यहाँ भनेपछि यसमा हामीले आरको प्रयोग गरिने भयो। माई ट्राउजर्स न्यू भनेको छ। अब यसमा चाहिँ हामीले के गर्नु पर्यो, ट्राउजर्स आयो, पेन्ट आयो, जिन्स आयो भने त्यसमा हामीले सधैँ नै आरको प्रयोग गरिन्छ। द पुलिस लुकिङ फर द थेफ। यसमा अब यो शब्द चाहिँ हाम्रो के छ त, प्लुरल छ, पुलिस भन्ने शब्द चाहिँ। त्यसकारण चाहिँ यिनीहरू चाहिँ सधैँ ग्रुपमा हुने भएको, समूह हुने भएर चाहिँ यसलाई चाहिँ प्लुरल शब्द भनिन्छ। त्यसकारण यसमा हामीले आरको प्रयोग गर्नुपर्ने हुन्छ। द इन्फर्मेसन यु गेभ मी करेक्ट। द इन्फर्मेसन भन्ने शब्द जुन छ, यो इन्फर्मेसन शब्द चाहिँ के छ त, अनकाउन्टेबल छ। यति इन्फर्मेसन उति इन्फर्मेसन भनेर त हामीले गन्न सकिने भएन। इन्फर्मेसन भनेको अनकाउन्टेबल हुन्छ, सधैँ नै हो अनकाउन्टेबल हुने भएको हुँदा इन्फर्मेसनमा चाहिँ हामीले के गरिन्छ त, इजको प्रयोग गरिन्छ। द बुक अन द टेबल भेरी ओल्ड। द बुक्स अन द टेबल, द बुक्स भनेर यहाँ के आयो त, बुक भनेपछि यहाँ धेरै बुकहरूको कुरा भन्छ। द बुक्स अन द टेबल आर भेरी ओल्ड। नाइदर माई सिस्टर नर माई ब्रदर एट होम। अब यसमा बुझ्नु पर्यो, नाइदर सिस्टर नर ब्रदर भनेर आएको छ। यदि कुनै पनि सेन्टेन्समा नाइदर नरहरूको प्रयोग हुन्छ भने, कुनै पनि दुईटा सिङ्गुलरसँग हुन्छ भने त्यसमा इजकै प्रयोग हुन्छ। नाइदर नर आएपछि इजको प्रयोग गर्नु पर्यो। देयर अ पेन इन माई पकेट। देयर अ पेन भनेपछि यो सिङ्गुलर सब्जेक्ट भयो। अ पेन भन्ने बित्तिकै एउटा पेन भइहाल्यो, त्यसमा हामीले इजको प्रयोग गर्छौँ।
आजको भिडियो यति नै रहेको छ। आशा छ तपाईहरुले बुझ्नुभयो होला। अबको भिडियोमा के सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला र भिडियो कस्तो लाग्यो हामीलाई फिडब्याक दिनुहोला। धन्यवाद।